हिजो र आजसम्म कतिजना मान्छे मरेछन् त्यो इरान र इजरायल र युएसएको वारमा भने यहाँ तथ्य यहाँ छ। तपाईँको ब्लू टिक छ नि जसले के दर्शाउँछ कि तपाईँको इजरायल र अमेरिकाले मान्छे मारे, अमेरिकाले त्यो ठाउँमा आक्रमण गरेछ र लाल जुन छ जसले इरानले आक्रमण गर्छ र सबैभन्दा बढी मान्छे मरेको चाहिँ तपाईँको यहाँ इरानमा छ 1500 र 1800 जना भन्दा बढी मान्छे घाइते छन्। त्यसरी सबैभन्दा बढी लेबनानमा र 2500 जति इन्जरी छ र इजरायलमा पनि छ मान्छे मरेको। यहाँ तपाईँ हेर्नुभएको रहेछ, यो यहाँ छ जोर्डनमा पनि मरेको, साउदी अरबियामा पनि मरेको। यो तपाईँको सोमबार र मङ्गलबारको मात्र घटना हो। यहाँ अमेरिकाको पनि यहाँ सैनिक मरेको छ, तपाईँ हेर्न सक्नुहुन्छ र